बनाउँछु भन्छ। यो राइड चाहिँ मैले पहिलेबाट प्लान गरेर चाहिँ जानै नमिलिरहेको छु। नयाँ बाटो चाहिँ हेरिराखौँ भनेर। माइक चाहिँ छैन मसँग, अब आइडन नकस्तो आइरहेको रेकर्डिङ आवाजहरू नोइजहरू होला। माइक चाँडै किनौँला। अहिले हाम्रो घरबाट त अहिले टक्क लाएर गाडी पनि चल्ने भएछ माइक्रो। म चाहिँ यहाँबाट सर्टकट लिन्छु। त्यहाँ बाटो अलिकति बिग्रेछ, वडाध्यक्षलाई 10चोटि फोन गरिसकेँ, बनाउँछु भन्छ। गल्लीको बाटो हिँडिरहेको छु। वेदर चिसै चिसै छ। 9:53 भनेको 10 बज्न लागिसक्यो। त्यही पनि चिसै छ। 65-70 किलोमिटर जति गुडिन्छ कि आज दिनभरिमा, यो होल ट्रिपमा भनौँ न। केएफसी खुलेछ सेल्सबेरीमा। ठिकै छ, त्यस्तो केएफसी जाने छ नि, तर त्यस्तो कहिलेकाहीँ जानुपर्छ र सजिलो हुन्छ। जाबा केएफसी। अब यहाँबाट हामीले कलम्ची भाइचुङ लिइरहेको भाइचुङ पुग्नुमा एकचोटि चार्ज गर्छु नपर्ने छु, तर एकचोटि नम्बर आएन। गो यता देख्नुको लागि वाच मोड चेक गरेर त 92 हाने, तर एपमा त आई थिङ्क 89 मात्र देखाउँछ। एथरले लिमिट गरिदिरहेको थियो, यो फर्स्ट 100 जानुपर्ने हो, तर 90 भन्दा माथि जाँदैन। ठिकै हो, सेफ पनि होइन। 90 सम्म यो लेभलको स्कुटरको लागि ठिक छ। वार्प मोड चाहिँ अति नै मजा आउँछ। यो यत्रो फास्ट छ नि हो वार्प मोडमा। यत्तिकै बाइक अफ स्कुटर्स भने होइन। एनवेस यो स्कुटरको प्रमोसन होइन, यो मलाई मन परेर धेरै रिसर्च गरेर इन्डियामा टेस्ट ड्राइभ गरेर लिएको स्कुटर हो यो। सो धेरैलाई थाहा होला एथर 458, मैले भनिराख्नु चाहिँ पर्दैन। एक्सक्युज मी, त्यो इलेक्ट्रिकको बत्ती निभिरा हो एथरको, त्यो चार्जिङको? व्हाइट सर्ट लगाएको दाइले सोध्नु। ए ल हस्, थ्याङ्क यू। एक्सक्युज मी दाइ, त्यो एथरको चार्जर अफ गर्नुभएको? स्कुटरको चार्जर अफ हो? हुँदैन, बत्ती बलेको छैन? त्यो बत्ती त जेन्जीले फुलाइहाल्यो। ए बत्ती नबलेको मात्र हो? ए ओके, बत्ती चाहिँ नबल्ने रहेछ, बट स्कुटर चाहिँ चार्ज हुने रहेछ। जेन्जीले फुटाइदियो अरे बत्ती। जेन्जी चार्जरै फुटाइदिनु भएको? नफुटाइदिए हुने हो, काम लाग्थ्यो। सो सजिलो छ चार्जिङ प्रोसेस। सो लिने, ओपन गर्ने, यसरी घुसाउने। ओके लियो, गुड। अन्त ग्रिन बत्ती बल्छ कि कस्तो राम्रो, ठ्याक्क थाहा हुन्छ अनलाइन छ छैन। सो ओके, फास्ट चार्जिङ नाउ 62%, 61, 30 मिनट्स देखाइरहेको छ। म 30 मिनट्स त बस्दिनँ होला, अलिकति टपअप गर्छु। त्यो 2 आवर्स अलिकति हाई हुन थाल्यो भने ब्याट्री अलिक बिस्तारै चार्ज हुन्छ, तलतिर चाहिँ अलिक फास्ट चार्ज हुन्छ, माथि जाँदै गएर अलिक स्लो चार्ज हुन्छ। स्पेसली 75 पछि स्लो चार्ज हुन्छ। 63 भइसक्यो एकछिनमा। सो म वेट गर्छु है त। ओके, स्कुटर मेरो
चार्ज भइसकेको छ फास्ट चार्ज कम्प्लिटेड भन्छ त्यहाँबाट रेड बत्ती बलिरहेको छ लेट्स गो कलङ्कीमा छु पानी त्यता पाइला हुँदै जाने चलाउन मजा आउँछ नेभिगेट गर्दैछु हामी यो हो बाफल चोक हो यहाँबाट होइन अलि माथि चोक अलि माथिबाट हो मलाई रोक्नु पर्ने छ कि तर एट स्टप भनेको त अब स्टपै गर्नुपर्ने थियो तर मैले स्टप गर्ने प्लानमा छैन प्लानिङ टु ट्राभल सिधै ओके त माथि देखाइरहेको छ त्यो त लेफ्ट सोचेको त या सिटाबाट राइट हेर्छु ओके हल्का उकालो त्यही पनि हामी यसरी गाडी ओभरटेक गर्दै जाँदैछौँ उकालोलाई प्रब्लम छैन किलोमिटर 76 किलोमिटर गुड थिङ इज हिमालयन जाभा हिमालयन सरी स्किम नौबिसेबाट तल नपुग्दै एक ठाउँमा चाहिँ चार्जर अघि अनलाइन देखाइरहेको थियो मेबी 10 बजे अथवा 9 बजेदेखि चार्जिङ स्टार्ट गरिदिनु होला उनीहरूले अघि अफलाइन थियो नभए त म उतै चार्ज गर्थेँ अफलाइन थियो टिकटको लागि चार्ज गरेँ अब त्यहाँ नगर्नु पर्ला त्यो पनि अब एउटा कफी खाने प्लान चाहिँ छ त्यहाँ बसेर एकछिन त्यति बेला चार्ज चाहिँ जोडिदिन्छु ठाउँमा फास्ट चार्जर भएपछि त यही रमाइलो एकछिन कफी खाएर एकछिन खाजा खानुसम्म एकछिन चार्जमा जोड्यो रेन्ज टपअप भइहाल्छ छिट्टै चार्ज हुन्छ एन्ड आई थिङ्क एथर इज ब्रिङिङ अनदर फास्ट चार्जर यो भन्दा अझै फास्ट चार्जिङ छ यो 3 किलोवाट हो उनीहरूले 6 किलोवाट अनि हावा भर्न मिल्नेवालामा वाला आउँदैछ तर मेबी 2026मा लन्च गर्छ उता त लन्च भइसक्यो ठाउँमा रिप्लेस पनि गर्दैछ नेपालमा चाहिँ हो 1 वर्ष त लाग्ला किनभने एकदम एग्रेसिभली नै मार्केटिङ गरिरहेको छ यताले यहाँ रहेछ फेज 3 पद्मा कोलोनीको मान्छेलाई चाहिँ काठमाडौँ बाहिर निस्किन सजिलो हुने भयो यहाँबाट सर्ट यसो गेटै अगाडिबाट राम्रो बाटो रहेछ ठुलो त होइन मिनी बस पनि चल्दो रहेछ यो बाटो भनेर चाहिँ अलिक क्राउडेडै लाग्यो धेरैलाई पहिला थाहा थिएन अब बिस्तारै म जस्तो धेरैले थाहा हुनु थाल्यो लेफ्टबाट ओभरटेक गरिँदैन राइटबाटै गर्छु थाहा छैन आज मेरो एथरमा यति लामो राइड फर्स्ट टाइम हुन्छ होला मैले धेरै चलाएको भनेको नै सातबाटोबाट लेमन ट्रीसम्म हो लामो चलाएको नगरकोटहरू गएको छैन सेगवेमा चाहिँ गइसकेँ म त्यो अगाडिबाट लेफ्ट छ यताबाट पनि बाटो रहेछ कता जाने हो हामी ओभरटेक गर्छौँ ट्रक पनि रहेछ टर्निङमा ओभरटेक नगरौँ थर्टी हाल्दै थिएँ तर अब यो चल्दै गएपछि अलिकति हावा इन्क्रिज हुन्छ ऊ के हो स्विजरल्यान्ड पार्क घार्के हाइवे स्विजरल्यान्ड पार्क यस याद आयो हामी गएको स्विजरल्यान्ड पार्क आई थिङ्क उता माथि डाँडा हो हामी प्लटिङ पुरै प्लटिङ आऊ
Where is this? Where am I? म कहाँ पुगेँ? यतै हो? घरकै यतै हो? रूपसे खोला रहेछ यो कहाँबाट आएको ओ चिसो 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 हावा छ ला 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 हामी राइट ठाउँमै छौँ यता पनि बाटो रहेछ बद्रीनाथ धाम धारके स्विजरल्यान्ड पार्क ओके स्विजरल्यान्ड पार्क जाने बाटो यतै रहेछ नि त हामी यतै जान्छौँ टर्निङ पोइन्ट खाजाघर 69% हामी 80 मा झिकेको चिसो छ सो अलिक उकालो पनि अलिक स्टार्ट भयो अलिकति रेन्ज ड्रप चाहिँ हुन्छ र मलाई डर छैन मैले हाई रेन्जको लिएको हो यो त्यही भएर मेरो आजको डेस्टिनेसन अनुसार चाहिँ सुड बी गुड स्लिपरहरू नि हेरेर हुन्छ गाडी taking where are we? Okay, Aldex Yamaha अलिअलि बाटो चर्के छ त यो सपोर्ट नभएर अब बर्खामा ठाउँमा तालमा बनेको अनि देन मुगलिङ अब एउटा मुगलिङ र पोखराको बिचमा एउटा टाढो तातो थप्दियो भने चाहिँ छुट्टै हुन्छ लो रेन्जलाई मेरो हाई रेन्ज हो 100 किलोमिटर्स त जान्छ तर पनि अब 9 किलोमिटर छ किन रिक्स लिनु भनेर एउटा चार्जर भइदियो भने चाहिँ राम्रो गाडीहरू भट्टाबाट आइरहेको नक्सान त्यति त्यो कन्स्ट्रक्सन भइ नै रहेको अझै चाहिँ नि बेला बेला रास्ताको आउँदो रहेछ ब्रेकिङ मेरो ब्याट्री अझ 65% छ र मेरो गोप्रोको ब्याट्री त सकिन गएको तर मेरो प्लान रुट चाहिँ त्यही नै हो म फुल फुटेज चाहिँ खिच्न पाउँदैन होला ड्यु टु दि ब्याट्रिज होइन दुइटा मात्र छ मसँग अब स्पेयरको पनि मैले फुल चार्ज गर्न पाएन मेरो एडक ट्रिप नै छ यो नेक्स्ट टाइम मैले बेटर प्लान गर्छु सो मेरो प्लान चाहिँ धार्केबाट लेफ्ट लाग्ने गाउँ विषय हुँदै माथि हिमालयन कफी सप छ त्यहाँ चार्ज गर्दै कफी खाने प्लान छ एन्ड त्यहाँबाट म नागढुङ्गा हुँदै कलङ्की एन्ड कलङ्कीबाट म घरै जान्छु यो पुलबाट मलाई याद आयो आई थिङ्क हामी पुग्न आँटेको धार्के आउन लाग्यो जस्तो छ हो पुग्न आँट्यो हामी कस्तो पायो यस हामी त राजमार्गै पाउँ होइन सुतेको राजमार्ग देखिरहेको ओ यस सामने सुन्तला पनि किन्नु थियो सुन्तला किन्नु थियो देखाउँछ हेर्नुको माप हो यही बाटो हो भाइको यो यति बाटो त किन नबनाएको होला यति धेरै भिडियोहरू मैले देखेको यो बाटो अझसम्म यति बनाइदियो भने त कति राम्रो हुन्छ ल हामी धुनी बेसी भन्ने ठाउँमा पुग्यो पृथ्वी हाइवेमा पुग्यो
पृथ्वी हाइवेमा पुग्यो। अब हामी एउटा लेफ्ट जान्छौँ। यो ठ्याक्क धुनी बेसी भन्ने धादिङ निस्किँदो रहेछ। यहाँबाट बाटो चाहिँ अब यो एक्सपान्सन प्रोसेसमै छ। कस्तो बाटो छ हेर्नुहुन्छ भने म एकछिन रोकेर देखाइदिन्छु। यहाँबाट भित्र जाने र रुख छ आर्क एन्टरप्राइज। धुलो बाटो किन यो बाटो आउँदैछु? कन्स्ट्रक्सन पुरै भइरहेको छ। बाटो यस्तो घर 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 धुलो उडिरहेको छ। मेरो जाम क्या छ यो बाटो। ठिकै छ आइसक्यो। अब एमएडब्ल्यू बिबी 2 किलोमिटर अहेड। यस्तो बाटोमा चाहिँ चलाउन मजा आउँदैन। हेर बाटोको ताल स्याड भयो स्याड। किन आइरहेको छु म यो बाटो? वाइ गड वाइ किन आइरहेको छु यो बाटोमा? यस्तो धुलो ट्राफिक अन्डर कन्स्ट्रक्सन। यस्तो छ बाटोले हेर्नुहोस् त। राइट लो बाटो। यो नानीलाई कसरी पानी खानुपर्छ त्यस्तो आमसँग समातो हुन्थ्यो। के 12 बजेर 4 मिनट भइसक्यो त। Kalanki, yes, yes, I do want to know Kalanki. So, let's just stop by and let's pick this. मेरो ब्याट्री पनि धेरै छैन होला। अब 8% मात्र रहेछ। सो होपफुली त हिमालयन उसँग पुग्छ। ओके